सो हेलो सबैजनालाई नयाँ भिडियोमा स्वागत छ। आज चाहिँ हामी एकदम धेरै पछि चाहिँ युट्युब फेसबुकमा ब्याक भइसकेका छौँ गाइजहरू। म चाहिँ लगभग 3-4 महिनापछि चाहिँ बल्ल युट्युबमा चाहिँ एउटा छ्याप्छ आज चाहिँ नयाँ वर्षको उपलक्ष्यमा भिडियो हालौँ भनेर। सम्पूर्ण चाहिँ नयाँ वर्षको धेरै धेरै शुभकामना, सबैका मनका इच्छा चाहनाहरू पुरा हुन् अनि सबैको नयाँ वर्ष चाहिँ एकदम स्पेसल तरिकाले बितोस् भन्दै चाहिँ हामी चाहिँ आज पर्वततिर जाँदैछौँ साथीहरूतिर भएर सबैजना मिलेर रमाइलो गर्दै पर्वततिर हिँड्दै जाँदैछौँ। अब चाहिँ पर्वततिर जाँदा के कस्तो रमाइलो गरेर हुन्छ सबैजनाले चाहिँ फुल भिडियोमा रहेर हेरिदिनु होला। त्यसपछि चाहिँ म युट्युबमा आएको छु, त्यो सपोर्ट गरिदिनु होला है त। अब चाहिँ हामी अलिक परगट भेट्नेछौँ है त। ल है हामी चाहिँ पर्वत आइसक्यो गाइजहरू। अब चाहिँ हाम्रो साथीहरू यता एसी लिएर आएका भाइहरू यिनीहरूलाई चाहिँ एकदम फ्री छ। हामी चाहिँ 12मा भयो पनि 14 गते एउटा बोर्ड इक्जाम छ, आज 1 गते यस्तो डुल्न हिँडेका छौँ। अब परीक्षामा 2टा आलु आउँछ पोर्जी बेसी त त्यही हो। हामी चाहिँ गाडीमा चढेर आइयो, पर्वत आइसक्यो। अब चाहिँ हामी चाहिँ बाल काट्न जान्छौँ, त्यसपछि स्केट खेल्छौँ, त्यसपछि नास्ता खान जान्छौँ, त्यसपछि चाहिँ घर जानुपर्ने हुन्छ। भिडियो चाहिँ फुल हेरिदिनु होला। बा अहिलेको भाइ चाहिँ खतरा दौडायो। भिडियो चाहिँ फुल हेरिदिनु होला, कस्तो लाग्छ कमेन्ट गरिदिनु होला, केही कमी कमजोरी आए चाहिँ भनिदिनु होला। त्यही अब चाहिँ उतै गर्छ हामी चाहिँ यहाँ आइसक्यो गाइजहरू। कपाल काट्ने भनेको चाहिँ पालै पाइएन, त्यही भएर चाहिँ हामी माथि स्केट खेल्न जाँदैछौँ। अब चाहिँ हाम्रो कपाल काटिरहने दाइ चाहिँ आज आउनु भएको छ पवन दाइ। त्यसपछि अर्को ठाउँमा चाहिँ पालै पाइएन, कपाल चाहिँ खतरा भएको छ। कपाल काटेर यस्तो ह्यान्डसम भएर जाऊँ भनेको त हामी पालै पाइएन। अब चाहिँ स्केट खेल्न पर्ने हुन्छ। स्केट पार्कको हालत यस्तो छ, खाली पुरै 12 खाली छ गाइजहरू। ल अब केटाहरू यहाँ टक्कै स्केट खेल्न आउँछ, निक्लेछ। खतराहरू फेरि यिनीहरू वर्ल्डको नम्बर 1मा पर्छ यिनीहरू, टप 10मा। अहिले कुन चाहिँको के फुट्ने थाहा छैन यहाँ। यो हाम्रो ब्लगर ल 1 kg खै म बनाउँछु केटा हो यो क्या ताइने के उताएर ए ल देखाउ ल दाइ त ह्यान्डसम देखिरा केटा हो कस्तो देखिन्छ। बालेन जस्तो म चाहिँ तिमीहरूको नयाँ प्रधानमन्त्री। बालेन जस्तो देख्छ, बालेन यही हो पर्वतको अलि दुर्लभ चिज भनेको। हाम्रो दाइले चाहिँ यहाँ लोफेट कपाल काट्दै हुनुहुन्छ। उहाँ चाहिँ अहिले यस्तो भालु जस्तो भएको छ। अहिले चाहिँ अब कस्तो देखिनुहुन्छ हेर्दै गरौँ है त। कोही यता असिएन, कोही यता असिएन, कोही यता हान ट्यागका बारेमा पकाएको यो गाइजहरू। हामी चाहिँ कपाल सपाल काटेर स्केट खेलेर न्यू इयर अलिअलि मनाएर आइयो। आज चाहिँ खासै राम्रो चाहिँ न्यू इयर भएन,
तपाईँहरूको चाहिँ न्यु इयर कस्तो भयो कमेन्ट गरिदिनु होला एन्ड आजको लागि यति बाँकी चाहिँ नेक्स्ट भिडियोमा भेट्दै गरौँला भ्लग चाहिँ अब इक्जाम पछि छ होला एन्ड आजको लागि यति बाँकी चाहिँ नेक्स्ट भ्लगमा है